नमस्ते सबैजनालाई। आज म चाहिँ धेरै दिनपछि फेरि भिडियो बनाउँदैछु। लगभग 8-9 मन्थ नै भयो भिडियो नबनाएको। अनि आज चाहिँ म खेतमा आइसकेको छु, किनभने आज चाहिँ खेतमा पानी लगाएर अनि मैले चाहिँ मल छर्नु पर्ने छ। अनि मल लिएर आएको छु खेतमा। अनि आज चाहिँ मौसम पनि ठिकै छ। घाम लागेको थियो बिहान, अहिले चाहिँ घाम चाहिँ बादल लागेको छ, घाम लागेको छैन। अनि 3 दिन भयो नि त पानी नआएको, त्यही भएर अब चाहिँ मल छर्नुपर्छ पानी लगाएर। अनि मल छर्ने हो मैले चाहिँ। हेर्नु न आँखामा के भएको, आँखामा के पस्छ हो। आरिपारि कति राम्रो देखिन्छ, तर बर्खाको सिजनमा चाहिँ कति राम्रो देखिन्छ है सबै। अनि हरियै जताततै हरियाली होइन, कति राम्रो देखिन्छ के जताततै। ल हेर्नुहोस्, मैले चाहिँ पानी पनि लगाइसकेको छु। अनि यहाँबाट चाहिँ हाम्रो कुलो आउँछ, त्यहाँ माथि कुलो छ। अनि यहाँबाट मुनि चाहिँ सबै हाम्रो खेत हो। अनि यतापट्टिको चाहिँ यो चाहिँ होइन, यो चाहिँ अरूको हो। तर यता पख मुनतिर पखाड छ कि। अनि यता पखबाट चाहिँ त्यो तलसम्मको चाहिँ हाम्रो हो। अनि यसमा चाहिँ मल छरेर जानुपर्ने छ। अनि पारिपारि हेर्नु न, थाराहरू त बनाएको छ नि, तर यहाँ खोला हुँदै चाहिँ कोही मान्छेहरू बस्दैनन् साथीहरू। अनि यति बेला चाहिँ खोलामा पनि कोही आउनुभएको छैन। म चाहिँ बिहानै आएको छु नि त, त्यही भएर कोही आउनुभएको छैन अझै। म चाहिँ पुरै खेतमा पानी नछामुन चाहिँ बस्नुपर्ने हुन्छ होइन। यो चाहिँ मैले मल लिएर आएको, घरबाट चाहिँ यत्रो मल बोकेर आएको छु म। बिहानै के गर्नु, गाउँघरमा बसेपछि यति गर्नुपर्छ। अनि तर मलाई चाहिँ साथीहरू एउटा कुरा चाहिँ कि होइन, गाउँघरमा चाहिँ एकदम राम्रो लाग्छ कि होइन, खेती किसानी गर्न। अनि भविष्यमा पनि यस्तै भएको भएर कि के हो खै, मलाई चाहिँ साह्रो राम्रो लाग्छ कि गाउँघरमा बस्यो, खेती किसानी गऱ्यो होइन, 2-4वटा बाख्रा पाल्यो, एकदम राम्रो लाग्छ। सबै कुराहरू अर्ग्यानिक हुन्छ, राम्रो लाग्छ गर्न। बस्नु त म पनि बुटोलमा गएर बस्छु होइन, तर पनि मलाई चाहिँ गाउँ नै मनपर्छ एकदम धेरै। 3 दिनसम्म पानी आएको थिएन नि त, अनि त्यही भएर खोला पनि यत्रो भएको छ। तर खोला त यत्रो देख्न चाहिँ यत्रो देखेको छ, तर मलाई त अहिले त्यही खोला तर्नु चाहिँ धौधौ हुन्छ साथीहरू। म खोला तर्न चाहिँ सक्दिनँ हो। यहाँ चाहिँ यो चाहिँ हाम्रो बाँस हो। अनि यहाँ चाहिँ तामा पलाएको रहेछ कि साथीहरू, हेर्नु न। अनि यहाँ चाहिँ यो 4वटा 5वटा, अनि यहाँ एउटा चाहिँ ठुलो भइसकेको रहेछ। छेउटा चाहिँ तामा पलाएको रहेछ कि माथिको पखबाट चाहिँ। अब तलतिरपट्टि चाहिँ कति पलाएको छ थाहा हुँदैन, तर यहाँ सानो पनि रहेछ, एउटा सानो छ त्यहाँ। अनि यो तामा चाहिँ सबै भाँसी दिन्छन् साथीहरू होइन, माथिको पखको जहिले पनि भाँसी दिन्छन्। अनि किनकि यो बाँसले गर्दाखेरि पनि हामीहरूलाई चाहिँ कति सजिलो भएको छ क्या यहाँ पुरै। यो नत्र यो बगरमा जति अनि सबैमा अलि ठुलो खोला उर्लेर आयो भने चाहिँ त्यो खोला पस्छ क्या। 1 वर्ष चाहिँ पुरा पसेको थियो यहाँ। हामीले यति पनि धान छेरेको होइन क्या, पुरै खोला पसेको थियो। अनि त्यही भएर हामी चाहिँ यहाँ यस्तो गराएर राख्छौँ। अनि यो बाँसले गर्दा चाहिँ अलिकति धानेको छ, त्यही हो साथीहरू। हाम्रो चाहिँ अम्बा पनि फलेको छ साथीहरू खेतमा। अहिले चाहिँ यत्रो भएको छ क्या बल्ल होइन, यत्रो भएको छ। यो चाहिँ कुहे छ हो, एउटा त कुहे छ, त्यत्रो भएको छ। अनि यो चाहिँ रातो अम्बा हो, यसको बुटो चाहिँ ठुलो थियो क्या साथीहरू। अनि तर हामीले चाहिँ काटिदिएको, पुरा झापस गरिरहेको थियो तलतिर खेतमा, अनि काटिदिएको। त्यही भएर रातो अम्बा एकदम मिठो हुन्छ यो चाहिँ। यो माथिको यो भिरमा चाहिँ साथीहरू त्यहाँ अरिङ्गाल छ क्या, हेर्नु न। अनि अलि देखिन्छ होला मैले जुम गर्दाखेरि चाहिँ। हो यो बुट्टामा चाहिँ अरिङ्गाल छ त्यहाँ। अहिले चाहिँ मल छर्न लागेको, अब पानी लगाएर चाहिँ सकेँ। अनि मैले चाहिँ परात नै भित्र राखेर ल्याएको छु। अनि यस्तो भएको बोरा चेप्टिएको रहेछ नि, कहाँबाट यहाँ ल्याउँदा चाहिँ थाहा पाएन। अब चाहिँ छर्न लागेको मैले। ल म त गले हो साथीहरू,
छाकै लाग्यो अझै झन् ठुलो 3-4वटा गरा त झन् त्यसै छ अनि मलाई त्यो छाकै लागिसक्यो मुसाले यति धेरै काटेको कि साथीहरू मुसाको त्यो पाल पुर्दा मेरो दिमाग खराब भइसक्यो अझै यति छ मोल छरेर चाहिँ भिएकी साथीहरू तर पानी पर्यो के हेर्नु न यस्तो पानी पर्यो म घर जाँदा भिज्ने भयो अनि मेरो फोन पनि भिज्ने भयो मोल पनि पुगेन हो एक त 3-4वटा फुकटला सानो गराला पुगेन अब चाहिँ म घर जान्छु साथीहरू सबैजना बाई पानीले भिजाउँछ आज चाहिँ मुसाकुटे चाहिँ कुर्छ होला मलाई पानीले सायद ठुलै परिरहेको छ बाई बाई लभ यु गाइस